अर्को छ लुगा धुने, भाँडाहरू माज्ने, घर सफा गर्ने नियमित कुराहरू नगर्नुहोस्। जो हामीले नियमित कुराहरू गर्छौँ नि त्यो चाहिँ केही दिनको एक दिनको लागि चाहिँ के गर्ने हामीले चाहिँ आराम गर्ने, अथवा पालै पालो पनि गर्न सकिन्छ नि आराम घरमा धेरैजना भयो भने त। फेरि लुगा भाँडा त माज्नै पर्यो, हरेक दिन भाँडा त हुन्छ, तर चाहिँ हामीले फेरबदल गर्न सक्छौँ। तपाईँ कसरी त्यो दिनलाई विश्रामको दिन बनाउन सक्नुहुन्छ त्यसको अघिबाट योजना गर्नुहोस्। कसरी बनाउने होला भनेर योजना बनाउने है, अघिबाट योजना बनाउने। अब अर्को रहेको छ बिहानै घर सफा गर्नुहोस् है। कति चाहिँ हामी अबेरासम्म निदाउँछौँ है, आमा दिदी बहिनीहरू हामी कति अबेरा 7-8 बज्छ कति, तर त्यसो गर्नु हुँदैन। हामी छिटो निदाउने र छिटो उठ्ने बानी बसाल्नुपर्छ है। त्यसो गऱ्यौँ भने हाम्रो शरीर पनि स्वस्थ हुन्छ, घर पनि सफा हुन्छ। अबेरा उठ्यौँ भने चाहिँ के हुन्छ, अब कता जाउँ होइन, घर यहाँ त झन् गाह्रो छ। बढालाम कि भाँडा माझाम कि भैँसीलाई पानी तताएर हालिदिउँ कि पानी पिउने फुर्सद पनि हुँदैन नि त, तताएको पानी पनि थोरै पियो फेरि काम गर्यो, गाह्रो छ नि। त्यही भएर हामी छिटो उठ्यौँ भने सबै काम भइन्छ। सकभर हामी छिटो उठ्ने बानी बसौँ है। बिहानमा 5 बजी उठ्न नसक्यौँ 6 बजी त हामी उठ्नै पर्छ। त्योभन्दा ढिलोसम्म निदाउने राम्रो हुँदैन है। यो बानी चाहिँ हामीले हाम्रो दाजुभाइहरूमा बसाल्नुपर्छ। साना नानीहरू छ भने पनि उनीहरूलाई अबेरसम्म निदाउनु हुँदैन है। राति छिटो निदाउने भन्नुपर्छ, बिहान छिटो उठ्नु पर्यो, सजिलो हुन्छ। छोरा हो त्यसलाई त निदाउनु दिए पनि हुन्छ, 10 वर्षसम्म निदाए पनि हुन्छ, भोलि नै बुढी ल्याइहाल्छ, बुढीले गर्छ सबै। त्यो किसिमको गऱ्यौँ भने पछि बुहारीलाई गाह्रो पर्छ अनि झगडा मनमुटाव हुन सक्छ है। त्यस कारण गर्दाखेरि हामी छिटै उठ्ने बानी चाहिँ चाहे छोरा होस् चाहे छोरी होस् सिकाउनुपर्छ। छिटै उठ्नुपर्छ है। नानीहरू कोसिस गर्नुपर्छ अलार्म लगाउने सिकाउने, गर्दाखेरि उनको दिमागमा बस्छ ओहो छिटो उठ्न पर्ने रहेछ, मम्मीले सिकाउनु भयो भने। पछि हाम्रो मम्मीले सबै सिकाउनु भयो, पछि बिहा गरेर गएपछि पनि मम्मीले सिकाउनु भएको थियो भन्दाखेरि कति राम्रो हुन्छ नि होइन। यस कारण गर्दाखेरि हामी छिटो उठ्ने बानी बसाल्नुपर्छ, घरलाई सफा गर्नुपर्छ बिहान उठेर। प्रभुसँग एक्लै रहन नियमित समय छुट्याउनुहोस् है। नियमित समय छुट्याउने कुरा अघि पनि आयो, हामीले नियमित केही समय चाहिँ प्रभुसँग छुट्याउनु पर्ने हुन्छ है। अघिबाटै खानेकुराहरूको योजना र तयारी गर्नुहोस् भन्ने छ है। हामीले चाहिँ कुन खाना पकाउने भने त यहाँ त सबैजना चाहिँ पोख्ता नै हुनुहुन्छ कि खाना पकाउने भने सुरुमै माइन्डसेटमा बसिसकेको हुन्छ है। अनि थाहा हुन्छ हजुरहरूलाई, मलाई थाहा छ। अनि यात्रामा बिताएको समयलाई योजना गर्न, धर्मशास्त्र कण्ठ गर्न, पढ्न वा माल सामान किन्नमा प्रयोग गर्नुहोस् है। अनि चाहिँ हामीले के गर्नु पर्यो, धर्मशास्त्र कण्ठ गर्ने, वचनहरू कण्ठ गर्ने बानी बसाल्नुपर्छ र पढ्न वा माल सामान किन्नमा प्रयोग गर्नुहोस् भन्ने छ है। अनि हामीले चाहिँ के गर्नुपर्छ, अनि घरमा आवश्यक कुराहरू पनि किन्नुपर्छ है। भोलि गर्ने कामहरूको आजै योजना गर्नुहोस्। तपाईँका छोराछोरीहरू छन् भने सहायताको लागि तिनीहरूलाई तालिम दिनुहोस् भन्ने कुरा चाहिँ हामीले सफलताको निम्ति गोप्य जानकारीहरू पनि हामीले हेरिसक्यौँ है। अब म तपाईँहरूको बिचमा चाहिँ म हितोपदेशको पुस्तकबाट पनि मैले चाहिँ केही लिएको छु। त्यो हितोपदेश 31:10 अनि यसमा चाहिँ के लेखेको छ भन्दाखेरि उच्च चरित्र भएकी पत्नी कसले पाउन सक्छ है। तिनी मालिक भन्दा पनि बढी के हुन्छन्, मूल्य के हुन्छन्। आमेन। मालिक भनेको बहुमूल्य चाहिँ हिरा होइन, बहुमूल्य हिरा हो। त्यो भन्दा पनि बढी के हुन्छ, मूल्य के हुन्छ, त्यसको मूल्य चाहिँ धेरै हुन्छ है। हामीले लगाएको गरगहनाको भन्दा पनि अझ बढी मूल्य चाहिँ तिनको हुन्छ है। अनि 11 चाहिँ पढ्नुहोस्। तिनका पतिले तिनीमाथि पुरा भरोसा गर्छन् र उनलाई कुनै असल कुराको अभाव हुँदैन। आमेन। अनि यसमा चाहिँ के लेखेको छ भने तिनका पतिले है तिनीमाथि चाहिँ पुरा के गर्छन्, भरोसा गर्छन्। उनी विश्वस्त हुन्छन्, चाहे मण्डलीमा होस् चाहे परिवारमा होस् है। कति त हाम्रो बाहिर हुनुहुन्छ होइन श्रीमानहरू, अनि चाहिँ उहाँले चाहिँ पुरा भरोसा गर्नु पर्यो हामीमाथि। त्यो गर्नको लागि चाहिँ के गर्नु पर्यो, हामीले विश्वास दिलाउनु पर्यो नि त होइन, हामी भरोसा योग्य हुनु पर्यो। अनि यसमा यसरी लेखेको छ तिनले आफ्नो जीवनकालभरि नै उनको भलो गर्छन्, को भलो होइन है। हामीले चाहिँ के गर्नु पर्यो, भलाइ सोच्नु पर्यो आफ्नो पतिको है। के गर्नु पर्यो, भलाइ सोच्नु पर्यो। जब भलाइ गर्छ भने हामीलाई के हुन्छ, भलाइ रिटर्न आउँछ है। कुरालो सोच्नु भएन। जब हामी भलाइ सोच्छौँ भने हाम्रो घरमा के हुन्छ, प्रगति हुँदै जान्छ है।
अनि उनले उन र सम्पद चुनेर आफ्ना हातहरूले उत्सुकता साथ काम गर्छन्। मैले पहिला पनि भनिसके तिनी के हुन्छन् रे सृजनशील हुन्छन्, नयाँ कामहरू चाहिँ गर्न चाहन्छन्। आमेन। अनि कति चाहिँ यहाँ तपाईँहरू एउटा बेरोजगार जस्तो हुनुहुन्छ होला होइन, हो घरमा कति अभाव भयो, हम्मे भयो, कसरी होला यो घर परिवार चलाउने, श्रीमानको कमाइ एकदम थोरै छ, बचत गर्दा पनि पुगेको छैन भन्ने लाग्छ भने अनि लाग्छ, अथवा तपाईँहरूले चाहिँ नलागे तापनि हामीले चाहिँ नयाँ कामहरू सिक्नुपर्छ। हैन, हामी एउटै ठाउँमा रहिरहनु चाहिँ ठिक हुँदैन। महिलाहरू मेरो त उमेर भइसक्यो, म त अब सक्दिनँ होला भन्ने कुरा, यो चाहिँ हाम्रो पुरानो सोचाइ हो। काम कहिले पनि पुरानो हुँदैन है। अनि यहाँ चाहिँ के छ, उन र सम्पद चुनेर आफ्ना हातहरूले उत्सुकता साथ काम गर्छन् रे है। अनि त्यो किसिमको चाहिँ हामी हुनु नयाँ नयाँ कामहरू गर्ने, जसबाट चाहिँ हामीलाई पनि केही आर्थिक कुराहरू आउन सक्छ। जस्तै हामीलाई केरा लगाउँछौँ, केराहरू हुन्छ, केराहरू बिक्री गरेर हुन्छ कि अथवा काँक्राहरू बिक्री गरेर हुन्छ कि होइन। अहिले त गाडीले लगिदिन्छ, ल बिक्री गरेर छोडिदिनुहोस् भनेर गाडीमा पठाए पनि उनी बजारमा छोडिदिन्छ। त्यसबाट पनि हजुरलाई थोरै थोरै आम्दानी हुँदै जान्छ। आम्दानीको कुराहरू हामीले खोज्नुपर्छ, जसले गर्दाखेरि हाम्रो परिवारमा भलो हुन्छ, सबैको श्रीमानलाई पनि खुसी लाग्छ है। कति श्रीमान बाहिर हुनुहुन्छ भने आफूले गरेका नयाँ कामहरू चाहिँ तपाईँहरू भिडियो कलमा देखाउन पनि सक्नुहुन्छ। हेर्नुहोस् मैले यहाँ यस्तो लगाएँ उस्तो लगाएँ भन्दाखेरि के हुन्छ, श्रीमानले देख्छन् नि त कामहरू होइन। हामीले चाहिँ नयाँ नयाँ कामहरू सृजनशील कामहरू गऱ्यौँ भने देखाउन पनि पर्छ, फोटोहरू खिचाएर पठाउन पनि पर्छ है। त्यसले गर्दाखेरि एउटा माया पनि अझै बढ्दै जान्छ है, त्यो पनि हुन्छ है। एउटा के भन्छ, प्रेमले मात्रै त हुँदैन नि त, त्यसको लागि त एउटा काम पनि चाहिन्छ है। प्रेम चाहिँ काममा छ कि हाम्रो चाहिँ होइन, प्रेम छ भने त काममा छ है। सास ससुरालाई खुसी पार्नु त काम गर्नुपर्छ नि त है। प्रेमै मात्रै गर्छु बस्छु, उहाँलाई प्रेम गर्छु माया गर्छु भनेर मात्र त हुँदैन नि, काम त गर्नुपर्छ नि त होइन। कामले हो रिझाउने भनेको चाहिँ है। अब सक्दै नसके त के भयो होइन, गर्नै नसके त एउटा कुरा भयो, एउटा रोग छ भने त। तर काम गर्न सक्छौँ भने चाहिँ हामीले गर्नुपर्छ, नयाँ नयाँ सृजनशील कामहरू गर्नुपर्छ र कामले चाहिँ हामीलाई चाहिँ के गर्छ, अनि एउटा प्रेम बढेर जान्छ कि। श्रीमानलाई पनि त्यही नै हो, श्रीमती अल्छी छ, कोही कोही त गर्छ, अल्छी भयो भने मेरो श्रीमतीलाई अब रानी बनाएरै राख्छु भनेर कोही कोही त हुन्छ होइन। काम नगरे पनि हुन्छ, यसको हातमा मैला लाग्ला कि भनेर काम नगराउने हुन्छ, पछि त्यो श्रीमानले पनि दुःख चाहिँ पाउँछ है। यस कारण गर्दाखेरि हामीले चाहिँ विशेष गरेर होइन खुसी पनि पार्न जानुपर्छ। हामीले श्रीमानलाई होस् चाहे परमेश्वरलाई होस् खुसी पार्न गएर नयाँ नयाँ सृजनशील कामहरू गरेर देखाउने लागि गर्नुपर्छ। यहाँनिर चाहिँ के छ भन्दाखेरिमा उत्सुकता साथ काम गर्छन्, एकदम उत्सुक भएर चाहिँ काम गर्छन्। ला ला गर 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 भनेर भन्ने कि आफै काम गर्छन्, कसैलाई अराउन पनि पर्दैन है। अराउँदै आफ्नो श्रीमानले हजुरलाई अराएको छ अथवा परिवारले यहाँ कति हुनुहुन्छ होइन, सबैको लागि म भन्छु धेरै अराउन नपरोस्। कहिले कसो अराउन त छुट्टै कुरा हो, हरेक कुरामा डोरायो भने त थाकेर बरु त्यो थाकिन्छ मैले आफै गर्छु भनेर उठिन्छ, त्यस्तो हुन्छ। त्यही भएर सानोबाट संस्कार चाहिँ हामीले दिनुपर्छ। अनि व्यापारी जहाजहरूले जस्तै तिनले टाढाबाट भोजन ल्याउँछन् है। यहाँ तपाईँहरू हुनुभएको जति हुनुहुन्छ तपाईँहरू धेरै मेहनती हुनुहुन्छ, टाढा टाढाबाट चाहिँ हजुरहरूले चाहिँ भोजनको इन्तजाम गर्नको लागि विभिन्न कामहरू गरिरहनु भएको म यहाँ देख्छु। तिनी राति नै उठ्छन्, आफ्नो परिवारको लागि भोजनको इन्तजाम गर्छन् र आफ्नी दासी ठिटीहरूलाई आफ्नो भाग दिन्छन्, राति नै उठ्छन् है। यो बानी चाहिँ हामीले बसाल्नुपर्छ। म चाहिँ तपाईँहरूलाई के रिक्वेस्ट गर्न चाहन्छु भने हामी राति चाहिँ छिटो निदाउने र बिहान छिटो उठ्ने बानी बसाल्यौँ भने हाम्रो शरीर पनि स्वास्थ्य हुन्छ र काम पनि सकिन्छ, घर पनि सरसफाइ हुन्छ। यहाँ आमा दिदीबहिनीलाई मात्र होइन, यहाँ भएका म हाम्रो दाजुभाइ जति हुनुहुन्छ उहाँहरूलाई पनि भन्दैछु छिटो उठ्ने बानी चाहिँ गर्नुहोस् है। र आफ्नै दासी ठिटीहरूलाई आफ्नो भाग दिन्छन् हेर्नुहोस् है, छिटै चाहिँ उनले गराउँछन्। अब जस्तो मेला पार्कमा चाहिँ हामी जानु छ भने अब छिटो उठेन भने त काम भएन। अब कोही मेलामा गएको छ नि, अब कोहीले खाना दिनभरि बनायो भने त छुट्छ नि त, उनीहरूले मेला पार्कमा के गर्यो होला नि, म यहाँ छु राम्रोसँग गरेँ कि गरेन भन्ने एउटा हुन्छ नि मन। त्यही भएर चाहिँ हामीले छिटो नै व्यवस्था गर्नुपर्छ, यो हितोपदेशको विस्तारमा भएको स्त्री जस्तै है। खुबै सोच विचार गरेर तिनले एउटा खेत किन्छन् र आफ्नो कमाइले तिनी दाखभरि लाउँछन्। हेर्नुहोस् कति राम्रो कुरा छ होइन।
अनि आफ्नो श्रीमानले कमाएको पैसा पनि हामीले के गर्नुपर्छ बचत गर्ने बानी बसाल्नुपर्छ। फुर्मास चाहिँ धेरै गर्नु हुँदैन है, थोरै थोरै गर्दै धेरै हुन्छ। अब खाइसर कि लाइसर मरेपछि लम्पसार हो भयो यतिले त हुन्छ भन्ने कुरा चाहिँ हामीले छोड्नुपर्छ है। छोरी पहिला गइहाल्छ म पनि मरिहाल्छु यतिले पुग्छ भन्ने गर्नु हुँदैन है। पछि छोरी पहिला नजाने आफू नगर्ने हुन्छ नि त। चाहिन्छ हामीलाई इमर्जेन्सीमा चाहिन्छ। कहिलेकाहीँ चाहिँ 100-200 पनि हुँदैन, 5 रुपियाँ पनि हुँदैन नि, त्यो इमर्जेन्सीको लागि चाहिन्छ। खुत्रुके किनेर हुन्छ कि थोरै थोरै गरेर बचत गऱ्यौँ भने पनि धेरै त्यसले काम दिन्छ है। ब्याङ्कहरूमा बचत गर्ने थोरै थोरैले धेरै हुने थोरै चाहिँ यतिले त के हुन्छ र भयो छोडिदियो भनेर हुँदैन, थोरैबाट धेरै हुने हो। अनि यहाँ चाहिँ हितो प्रदेशको पुस्तकमा के छ एउटा खेत किन्छन् देख्नुभयो, खेत किनेको कुरा चाहिँ हामी पाउँछ। थोरै थोरैले धेरै हुन्छ, बचत गर्ने बानी हामीले बसाल्नुपर्छ है। तिनले आफ्नो काम फुर्तीसँग गर्छन्, आफ्नो कामको लागि तिनका पाखुराहरू बलिया छन्, फुर्तीसँग गर्छन्। अल्छी भएर कहिले पाउनु जाँदाखेरि पनि अल्छी मानेर बल्ल तल्ल चिया बनेको हुन्छ नि, चिया बनेको जाँदा पानी ल्याउन पनि 5-7 मिनटै लाग्छ। त्यस्तो चाहिँ हामी गर्नु हुँदैन है। हामीले चाहिँ के गर्नुपर्छ फुर्तीसँग काम गर्नुपर्छ है। र आफ्नो कामको लागि तिनको पाखुरा के हुन्छ बलिया हुन्छ है। महिला पनि कम हुँदैन हामी, महिला पनि कम हुँदैन। अनि के छ तिनले आफ्नो कारोबार लाभदायक भएको देख्छन् र तिनको बत्ती राति मिल्दैन। कारोबार के हुन्छ लाभदायक हुन्छ है। पैसालाई ढङ्ग लाउन जानेनौँ भने पनि हामीलाई पछि गएर दुःख हुन्छ। इमर्जेन्सीमा हामीलाई के हुन्छ हब्बेतब्बे हुन्छ, छिट्टै खोजेको बेला त कहाँ पाइन्छ नि होइन। धेरै गाह्रो छ नि त ऋण पाउनु पनि, ब्याजमै हो पाउने पनि। त्यस कारणले गर्दाखेरि थोरै थोरै गरेर हामीले बचत गर्नुपर्छ। ऋणहरू छ भने पनि छिटो ऋणहरू तिर्ने चाहिँ गर्नुपर्छ। आफ्नो लागि भन्दा आफ्नो त्यो मासु डेली मासु पनि खानु पर्दैन, हप्तामा एकचोटि 10 दिनमा एकचोटि खाँदा पनि हुन्छ। पाहुनालाई छुट्टै कुरा हो, नत्र हप्तामा 10 दिनमा एकचोटि खाँदा राम्रो हुन्छ। मासुले धेरै फाइदा पनि गर्दैन है, हरियो सागसब्जीले गर्छ। यस कारण गर्दा पहिला ऋण छ भने ऋणहरू सबै भ्याउने क्लियर भइसकेपछि बल्ल शान्तिको निन्द्रा पनि आउँछ है। न त रातभरि निन्द्रा लाग्दैन, मलाई महसुस छ ऋण हुँदा कस्तो हुन्छ भनेर। अनि राति दिनको चाहिँ बत्ती निप्दैन, बोलिरहन्छ, पवित्र आत्माको बत्ती बोलिरहन्छ। उनले लाभदायक भएको देख्छन् आफ्नो कारोबार। तिनले आफ्नो हातमा चर्खाको डन्डा लिन्छन् र आफ्नै उनीहरूले पिउरी पक्रिन्छन्। हेर्नुहोस् पिउरी पनि उनले आफै चाहिँ पक्रिन्छन् है। अनि फलहरू आफै टिप्छन्। तिनले गरिबहरूलाई आफ्नो मुठी खोल्छन् र आफ्नो दिनहीनहरूका लागि बढाउँछन्। कतिको स्वभाव के हुन्छ भने कोही धनी आएको छ भने उसलाई चाहिँ दिने, आफू पनि धनी जस्तै पल्टिने अनि उसलाई राम्रोसँग स्वागत गर्ने। तर गरिबहरूलाई चाहिँ छिट जा भने कतिको बानी हुन्छ क्या। त्यो गरिबसँग त नबोले पनि हुन्छ भने त्यस्तो बानी हुन्छ। तर त्यो बानी हामीले हटाउनुपर्छ है। धनी हामी चाहिँ के हुन्छ एउटा मान राख्नको लागि, एउटा इज्जत आफूले गर्नको लागि त्यहाँ धनी छन्, घर ठुलै छ, त्यहाँ त केही ल्याइदिनै पर्छ। गरिब छ भने त्यसको के छ र त्यसले केही पनि ल्याइदिन्न, त्यसलाई किन लगिदिन पर्यो, त्यस्तो सोच हामीले हटाउनुपर्छ है। हामीले चाहिँ के गर्नुपर्छ दिन दुखीहरूको लागि हात मुठी खोल्नुपर्छ। आफूले बचाएको पैसा तिनीहरूलाई दिनुपर्छ। देख्नु परमेश्वरले पनि हामीलाई दिनुहुन्छ। हामीले चाहिँ दिनुहुन्छ। जहाँ नहुँदाखेरि दियौँ भने परमेश्वरमा चाहिँ आश दिनुहुन्छ। भएको सबै रित्ताम त होइन, तर आफूले सक्ने चाहिँ गर्ने हो दिन दुखीहरूको लागि पनि। यदि हामीले दियौँ भने परमेश्वरले हाम्रो अचम्म रीतिले हाम्रो ढोकाहरू खोल्नुहुन्छ अथवा हाम्रो बिजनेसमा आशिष दिनुहुन्छ। हजुरहरूको श्रीमानहरू बाहिर हुनुहुन्छ, श्रीमानहरूको बिजनेसमा आशिष दिनुहुन्छ। हाम्रो यहीँको काममा पनि आशिष हुन्छ। आमेन। अनि यो काम चाहिँ हामीले गर्नुपर्छ है। दिनहीनहरूको लागि हात बढाउने। हिउँ पर्दा आफ्नो परिवारको निम्ति तिनी डराउँदिनन्, किनभने तिनीहरू सबैले सुन्दरी रङको वस्त्र पहिरेका हुन्छन्। हिउँ पर्दाखेरि चाहिँ आफ्नो परिवारको निम्ति तिनी डराउँदैनन्। उनले पहिले नै व्यवस्था गरिसकेकै हुन्छन् है। हामी कहिलेकाहीँ चाहिँ विश्वासुक आएका हुन्छौँ। अब के हुन्छ भने अब पानी पर्ने यस्तो सङ्केत भयो भने भित्र हामीले राखिहाल्छौँ। यदि राखेन भने त त्यहाँ त पानी रुजाउँछ नि है। पहिले नै चाहिँ के गर्ने व्यवस्था गर्ने, ओतको व्यवस्था गर्ने। त्यो चाहिँ के हो उच्च चरित्र भएकी स्त्री हो, त्यो सफल नारी हो है। त्यो चाहिँ तिमीले आफ्नो खाटको लागि ओर्ने ओछ्याउने बनाउँछन्। तिनी मलमल र बैजनी कपडाले पहिरेकी हुन्छन् है।
अब यहाँ चाहिँ के छ, ओढ्ने ओछ्याउने बनाउने। हामी त भयो भने त यतिखेर चाहिँ राम्रो नयाँ सुट किनौँ है, छ भए नकिन्नुहोस् है, छ भने चाहिँ नकिन्दा हुन्छ। बरु घरमा के छ आवश्यक, पर्दा पो लाउने हो कि घरमा, घरलाई सुन्दर टेबल पो किन्ने हो कि कुर्सी पो छ कि व्यवस्था, अथवा कम्बल पो किन्ने हो कि ओढ्ने ओछ्याउने पो किन्ने। कहिले काहीँ पाहुना आउँदाखेरि आफू राम्रो स्ट्यान्डर्ड देखेको छ, ओढ्ने ओछ्याउनु भएन भने बिल्ला हुन्छ कि हुँदैन हुन्छ नि। त्यही भएर चाहिँ घरमा आवश्यक कुराहरू हामीले किन्दा केही घाटा हुँदैन है।